एउटा आन्टीले चाहिँ एकदम सान्दर्भिक प्रश्न सोध्नु भएको छ। भोजहरुमा अलिअलि रक्सी खान मन लाग्छ, के गर्ने होला भनेर सोध्नु भएको छ। र भोज साथीभाइसँगको भेटघाट, ग्यादरिङ, सेलिब्रेसन जस्ता सामाजिक भेटघाटहरूमा व्यक्तिले रक्सी सेवन गर्ने जोखिम एकदमै धेरै हुन्छ। र यस्तो परिस्थितिलाई चाहिँ हाई रिस्क सिचुएसन्स भनेर भन्ने गरिन्छ। र रक्सी छोड्छु भनेर मोटिभेसन नै नभएको अथवा इच्छा नै नभएको व्यक्तिलाई त मोटिभेसन जगाउने थेरापी नै चाहिन्छ। तर जसलाई रक्सी छोड्छु भन्ने छ तर यस्तो परिस्थितिमा गाह्रो भइरहेको छ, उहाँहरूको लागि चाहिँ यो भिडियोले मद्दत गर्न सक्छ। र सर्वप्रथम त यस्तो खालको ग्यादरिङमा जानुभन्दा अगाडि नै मेन्टल्ली प्रिपेयर भएको राम्रो हुन्छ। र आज म रक्सी खाँदिनँ वा एक पेग भन्दा धेरै रक्सी खाँदिनँ भनेर जाँदाखेरि राम्रो। र रक्सीको समस्या धेरै नै छ भनेदेखि साइकियाट्रिस्टसँग परामर्श गरेर औषधि खान पनि सकिन्छ। र भोजमा रक्सीको तलतल चाहिँ हुन सक्छ, तर यस्तो खालको तलतल क्षणिक रूपमा आउने गर्दछ र बडीमा 15 देखि 20 मिनेट पछि यो तलतल आफै जान्छ। र तलतल समुद्रको छाल जस्तो रूपमा आउने गर्दछ र कुनै बेला तलतल एकदमै धेरै हुन्छ र कुनै बेला आफै कम हुन्छ। र तलतल भएको बेलामा एकै ठाउँमा नबसिकन वरिपरि हिँड्ने, आफन्तहरूलाई खानेकुरा सर्भ गर्ने, मान्छेहरूसँग कुरा गर्दाखेरि चाहिँ दिमाग डिस्ट्र्याक्ट हुन्छ र रक्सीको सोचबाट ध्यान अन्त्यतिर जान्छ। र साथै रक्सी सेवन गर्नु नै भएको छ भने जति रक्सी सेवन गर्नु भएको छ त्यति नै मात्रामा पानी खाइदिनु होला। यसो गर्दा एउटा त रक्सीको सेवनको गति घट्न जान्छ र अर्को फाइदा भनेको शरीरमा डिहाइड्रेसन पनि कम हुन्छ। साथै कसैले रक्सी खान धेरै नै कर गरेको छ भने एक्जिट स्ट्राटेजिजहरू पनि प्रयोग गर्नुपर्ने हुनसक्छ। जस्तै कि आज मलाई रक्सी खान मन छैन, डक्टरले रक्सी नखाऊ भनेर भनेको छ, गाडी चलाउनु पर्छ भनेर भन्न पनि सकिन्छ। साथै भोज हुनु अगाडि नै कसैलाई रक्सी खान प्रेरित नगर्ने अथवा कर नगर्ने भनेर बाचा गर्न पनि सकिन्छ। र यसो गर्नाले चाहिँ भोजमा हुने रक्सी सेवनको मात्रा कम हुन जान्छ।